यो अनन्तलिङ्गेश्वर महादेव यो चाहिँ शङ्कराचार्य 1200 वर्ष अगाडि यहाँ तपस्या बस्न आउँदाखेरि चाहिँ प्यास लागेर त्रिशूल जमिनमा त्रिशूल हान्दाखेरि त्यो तीनटा पालबाट रगत निस्केर के हो भनेर हेर्दाखेरि त्यहाँ चाहिँ शिवलिङ्ग भेटेको भएर चाहिँ यसलाई महादेव भनेर मानियो। अनि त्यसपछि यो शिवलिङ्गको अन्त्य कहाँ छ भनेर हेर्दाखेरि 20 फिट खनेर हेर्दा पनि अन्त्य नभेटेको भएर चाहिँ यसको नाम अनन्तलिङ्गेश्वर महादेव रहन गएको हो। कुवा यही भयो। अनि यो यहाँ भएका मूर्तिहरू चाहिँ सबै मल्लकालीन मूर्तिहरू हो। यो मल्लकालीन मूर्ति एउटा चाहिँ यो मूर्तिलाई लिच्छवीकालीन मूर्ति मानिन्छ। यो मूर्तिलाई उमा महेश्वरको मूर्ति जस्तै छ। अनि चाहिँ यहाँ चाहिँ नागको ढुङ्गाको मूर्ति छ भने यही कुवा हो जुन मल्ल राजाहरूले पानी खाने कुवा। यहाँ के लेखा छ कृपया पोखरीमा के नेपाली कुन भाषामा छ यो लेख पढ्न अलिकति टाइम लाग्ने रहेछ। यसको यो अहिलेको स्वरूप पहिला चाहिँ यो भन्दा अगाडि लिच्छवीकालीन स्वरूप चाहिँ उयो थियो यस्तो जुन चाहिँ भूकम्पमा जर्जर भएर चाहिँ अहिलेको यो स्वरूपमा बनाएको अहिलेको नेवारी प्यागोडा शैलीमा बनाएको। यहाँ भएको सबै मूर्तिहरू चाहिँ लिच्छवीकालीन नै मानिन्छ। 1200 वर्ष पुरानो यो मन्दिरको अहिलेको स्वरूप भयो प्यागोडा शैलीमा भने त्यो हनुमानको मूर्ति र यो पुरानो शिवको मूर्ति। अनि हाम्रो जक्सन चाहिँ यही पार्टीको माथिपट्टि हो, पछाडिबाट चढ्न मिल्छ। त्यो पनि 10-12 वर्ष पुरानो जक्सन। म नआएको पनि भइसक्यो 5-7 वर्ष।